नमस्कार, गुड आफ्टरनुन जजलपा फ्याफुल्ला तास्तिले सेवारो अस्सलामुअलैकुम सत श्री अकाल। अहिले यो म मेची महाकाली यात्राको सिलसिलामा लगभग अब महाकालीतिर यो कञ्चनपुरतिर आइपुगेको छु र यो अहिले महेन्द्रनगर आसपासमा छु। अब यहाँबाट 7-8 किलोमिटर मात्रै बाँकी छ नेपाली सिमाना गटाचोकीसम्म पुग्नको निमित्त। त्योभन्दा अगाडि बाटोमा एक ठाउँमा कुल्फी बेचेको ठाउँमा मैले केही चिज त्यहाँ कुल्फी एउटा खान लागिरहेको थिएँ। खाएर निस्किनु मात्र लागेको थिएँ, बाटोको पल्लो छेउबाट एकजना भाइले मलाई आवाज दिनुभयो र अब त्यो आवाज सँगसँगै म एउटा ठाउँमा आइपुगेको छु। अब तपाईँहरूलाई म कहाँ आइपुगेँ, को मान्छेसँग मेरो भेट भइरहेको छ, म उहाँसँग परिचय गर्न गइरहेको छु। उहाँसँग कुरा गरौँ है त। बुवा नमस्कार। नमस्कार। हजुरको शुभ नाम? मेरो धनसिंह बडाल। हजुरको घर चाहिँ कहाँ पऱ्यो पहिला? पहिला मेरो दार्चुला हो। हजुर। दार्चुला डु भन्ने नगरपालिका गाउँपालिका छ, हजुर। त्यहाँ हो। त्यहाँबाट मैले 43 सालदेखि यसमा छु। कति उमेर भयो हजुरको अहिले? मेरो अब यो 82 पुरा हुन लाग्छ। पूर्वार्धमा के गर्नुभयो जीवनमा? योभन्दा पहिले म अब एउटा टेक्निसियनको प्राविधिकको हिसाबले म सरकारी नोकरीमा थिएँ। हजुर। 2050 सालमा म अनिवार्य अवकाशमा गरेपछि हजुर। अनि केही वर्ष मैले आफ्नो निजी धन्दा प्राइभेट कन्सल्टेन्सी गरेर यसरी सेवा गरेँ र त्यसपछि अनि यो अहिले म योग मार्गमा हजुर है गुरु स्वामीजी महाराज रामदेवजी महाराज र आचार्य श्रीको सान्निध्यमा चाहिँ हामीले केही उपदेश लिन पाएँ, शिक्षा लिन पाएँ। उहाँको निर्देशनमा उहाँको ज्ञान जो अलिकति भए पनि उहाँबाट जो पनि हामीले लिएका छौँ त्यसलाई चाहिँ जनजनमा पुर्याउने होइन, स्वास्थ्यको लागि विशेष गरेर त्यो फिल्डमा काम गर्ने। यसरी गरेर हामीले केही आध्यात्मिक कुराहरूको पनि भयो, केही जानकारी त्यसरी पनि भयो र जीवन कसरी जिउनुपर्छ, यो जीवनलाई कसरी चाहियो, कसरी अगाडि बढाउनुपर्छ भन्ने कुरोमा धेरै त्यतातिर ध्यान दिएर म अहिले आफ्नो जीवन त्यतातिर लगाइरहेको छु। अनि मैले सुने हजुर साइकल पनि चढ्नुहुन्छ अरे उत्तिकै अहिले पनि? म सुरुदेखि नै साइकल मैले पहिला मोटरसाइकल कोसिस गरेकै हो, नगरे होइन। तर मलाई त्यति उपयुक्त लागेन, किन स्वास्थ्यको दृष्टिले साइकल चलाउँदाखेरि के भने एउटा साइकल चलाउँदाखेरि एउटा अर्कै किसिमको आनन्द आउने कि अर्कै किसिमको आनन्द आउने। अब यहाँ त अब तपाईँ अब पर्यावरणको संरक्षक भएर हिँडिराख्नु भएको छ, त्यो हिसाबले पनि अब सायद त्यो त एकदमै राम्रो कुरो हो र अब स्वास्थ्यको दृष्टिले पनि आफ्नो तन्दुरुस्तीको लागि पनि साइकल एकदमै राम्रो है। म त्यसैमा रमाउँछु, त्यसैमा आउनु लाग्छ। मलाई यो हुँदैन मसँग मोटरसाइकल छैन या मोटरसाइकल हिँड्नु पाए राम्रो हुन्थ्यो, त्यो छैन। साथीहरूले के भन्यो मोटरसाइकलमा डर लाग्छ भने पो अहिले उसको एउटा के अरे इलेक्ट्रिकवाला आउँछ, आफै चल्छ, साइकल चला जस्तै हो, त्यसमा मैले त्यसैमा आनन्द लाग्छ होइन। त्यसले मलाई यो विषयमा म जे कस्तो छ भने मेरो एउटा सिद्धान्त के छ भने जो मसँग छ जसमा म रमाउँछु त्यही जो प्राप्त छ त्यो पर्याप्त छ। यो मूल गुरुको शिक्षा यो लियो भने म आफैमा रमाएँ। हजुर हजुर हजुर। ए भनेपछि अब यो हजुर चाहिँ जीवनको यो उमेरसम्म आइपुगिसकेपछि अब सामान्यतया यो वृद्ध अवस्था भनौँ अहिलेसम्म आइपुग्दाखेरि जीवन चाहिँ के रहेछ त बुवा? अब जीवन त एउटा के हो भने जीवन भनेको भगवान्ले दिइरहेको जीवन भने केही न केही कर्म गर्नलाई हो। हजुर है हजुर। निष्कर्म भएर त हामी बस्नु सक्दैन, बिना कर्मले हामी बस्नु सक्दैन। कर्म गर्ने, त्यो कर्ममा आफ्नो श्रद्धा राख्ने हजुर र आफैमा सन्तुष्टि गर्ने, जेसँग आफैसँग त्यसैमा रमाउने होइन, ज्यादा आकाङ्क्षाहरू नराख्ने, जो परमेश्वरले दिइरहेको छ त्यसैमा आनन्द हुने। जीवन भनेको के आनन्द हो, आनन्द फुल जस्तै हो होइन। त्यो फुललाई तपाईँ राम्रोसँग गोडमेल गर्नुहुन्छ, राम्रो स्याहार सुसार गर्नुहुन्छ भने फक्रेर फक्क फुल्छ, कति आनन्द हुन्छ होइन। त्यसैमा मलजल दिनु भएन, त्यो के अरे त्यसको हेरचाह केही पनि गर्नु भएन भनेपछि त्यो ओइलाएर जान्छ होइन। त्यसै किसिमको जीवन के हो भने यो भने जीवन जिउनलाई आफैमा रमाउने यति गर्नुभयो भने धेरै आकाङ्क्षाहरू पाल्नु भएन भने पालिएन भने अनि जीवन त त्यसैमा उठ्दैछ। आवश्यकता जति जीवन कब के दुखित हुन्छ भने जब हामी कामना आफ्नो हैसियतभन्दा पनि अझ बढी कामना गर्छौँ होइन। अझ योभन्दा राम्रो पाएको हुन्थ्यो, योभन्दा मिठो पाए हुन्थ्यो, योभन्दा राम्रो देख्न पाए हुन्थ्यो, योभन्दा राम्रो सुन्न पाए हुन्थ्यो भने त्यतैतिर मात्रै त्यो विषयहरूको पछाडि हामी लाग्यौँ भने होइन, त्यो लाग्यौँ भने जीवन फेरि अलिकति गाह्रो पर्छ।
होइन यसलाई सबैमा चाहिँ कन्ट्रोल गरेर आवश्यकताहरू कम गर्दै गऱ्यो भने जीवन त गजब छ रमाइलो छ। हुन्छ बुवा, हस् हजुरलाई धेरै धेरै धन्यवाद। धेरै धन्यवाद, यहाँलाई पनि धेरै धन्यवाद। यति राम्रो हाम्रो देशको नाम रोसन गर्नुभएको छ, नेपाल भन्ने एउटा चिनाउनु भएको छ, कसैले चिन्दैन हजुर। होइन। धेरै चिन्यो भने के हो, सगरमाथाको देश होइन, कन्ट्री अफ एभरेस्ट, माउन्ट एभरेस्ट भनेर यसरी मात्रै चिन्छन्, नेपाल भनेर कोही चिन्दैन। हजुर, हजुर। हजुरले चिनाइराख्नु भएको छ। त्यस साथसाथै पर्यावरण जो अहिलेको दृष्टिले एकदमै राम्रो छ, त्यो काम गरिराख्नु भएको छ। यहाँलाई धेरै धेरै यहाँको साहसको लागि पनि धेरै धेरै धन्यवाद।